हेलो साथीहरू, गुड मर्निङ है। आज चाहिँ हामी शनिबारको दिन चाहिँ यसो घुम्न निस्केको है। इटारी बजार पुग्यौँ, ठ्याक्कै इटारी चोकतिर पुग्यौँ। अनि टक्क लाएर हेर्नु कस्तो राम्रो देखिएको। टक्क उता पूर्वबाट पश्चिम जाँदै थिएँ अनि हामी पनि पश्चिमतिर लाग्यौँ सरर। अनि नजारा चाहिँ कति राम्रो देखिएको होइन। अनि यहाँ मन्त्र कलेक्सन छ, अनि यो कलेक्सनमा जानु होला साथीहरू। अन्त 1000, 1500, 800, 1200 हेरी पाइन्छ। टक्क लाएर यति राम्रो पाइन्छ। अनि यहाँ चाहिँ हेर्नु न, हामी चाहिँ बुढाबुढी यहाँ धुलोबाट छिर्दैछौँ। अनि त्यस पछाडि मेरो छोरी र म चाहिँ टक्क लाएर फोटो खिच्दैछौँ है। फोटो खिचेकै यो चाहिँ आमा छोरीले। अनि त्यस पछाडि टक्क लाएर हेर्नु कस्तो राम्रो ठाउँ है। इटारी माथि चोकबाट अलिक माथि गएर त्यहाँदेखि सरर भित्र चाहिँ गाउँको बाटो हेर्नु न, पिज हाम्रोतिर चाहिँ टक्क हुँदैन। कति सानो पुल छ, राम्रो छ, चिटिक्क परेको। टक्क लाएर सरर जाँदैछौँ। ठाउँ राम्रो, ठाउँ नराम्रो बाटो छ होइन। अनि त्यसपछि जाँदैछौँ सरर टक्क लाएर बुढाबुढी छोरी फ्यामिली है। हामी चाहिँ टक्क लाएर अनि फेरि राम्रो बाटोमा सरर आइपुग्यौँ। अनि फेरि छोरीले मेरो चाहिँ फोटो देखाइरहेको छु। मेरो छोरी चाहिँ गीत गाउँदै थिइन् अनि मैले चाहिँ यसलाई यो भोइसलाई चाहिँ म्युट गर्दै। अनि त्यस पछाडि मामु छोरी टक्क लाएर देखाइरहेको छु। हेर कति राम्रो बादल देखिएको, सरर जाँदैछौँ। अनि ड्रागन फ्रुटहरू चाहिँ के साह्रो महँगो सोध्दै हिँडेको, ठाउँ देखाइन पनि महँगो रहेछ साथीहरू। अनि ऊ आमा छोरी नाच्दै रमाइलो गर्दै हिँड्दैछौँ होइन। अनि टक्क लाएर गयौँ। यहाँ चाहिँ बजार लागिरहेको रहेछ। त्यहाँदेखि सरर पश्चिम लाग्यौँ। फेरि पश्चिम जाँदैछौँ सरर। कति आनन्द हावा खाँदै ल र मेरो छोरी नङ टोकेको हेर, ब्याड ह्याबिट देखाएको मेरो छोरीले। कति ब्याड ह्याबिट देखाएको, नङ टोक्दै रहेछ। पछाडि यहाँ चाहिँ होइन साथीहरू, कस्तो ब्याड न्युज क्या, एक्सिडेन्ट भएको रहेछ सवारीले साथीहरू। एकजना बुढा मान्छेलाई हानेछ अनि सरर गरेर सुई आएछ। त्यस पछाडि सरर घिसार्दै 1 किलो चाहिँ होइन, खोइ कति जति चाहिँ त्यसले घिसारेर ल्याएछ होइन। अनि यहाँ चाहिँ बुढा मान्छेलाई सफारीले हानेछ। 2टा सफारी जुधेछ पनि। अनि यहाँ आएर के अरे बुढा 300 मिटर जति चाहिँ घिसारेछ क्या साथीहरू। अनि त्यसपछि त्यहाँबाट नि हामी निस्क्यौँ, हेरिनौँ। अब त्यस्तो हेर्नलाई अलिकति छोरीलाई देखाउँदा अलिक डराउँछु नि त, अनि त्यही भएर हामीले नदेखाएको लाग्यौँ। त्यसपछि त्यहाँबाट पनि हामी, त्यो चाहिँ कुन ठाउँ पो हो बुढो? त्यसलाई भन्छ राजघाट। त्यहाँ चाहिँ राजस्व घाट थियो है। अनि त्यस पछाडि त्यो राजस्व घाटमा एक्सिडेन्ट भएछ। अनि हेऱ्यौँ अनि आयौँ सरर आउँदैछौँ। टक्क लाएर हाइवे बाटो टक्क भेट्यौँ होइन। अब यहाँदेखि चाहिँ हामी टक्क पश्चिम लाग्छौँ। अझै हामी पश्चिमसम्म जान्छौँ।